भैँसीगोर बजारको यो सुन्दर दृश्य बिहानको घाम झुल्किरहेको अवस्था छ। यति बेला बजारमा मानिसहरू घाम ताप्नको लागि बाटोमा उभिरहेको देखिन सक्नुहुन्छ। यता ग्रामीण बजार भन्नुपर्छ। दैलेख बजारबाट झन्डै कति किलोमिटर होला त? 5 किलोमिटर जति छ होइन? माथिपट्टिको महेन्द्र महावीर भैँसीगोर हो। यस ठाउँबाट पारीका सुन्दर डाँडा काँडाहरू देख्न सकिन्छ। महापु गाउँपालिका बस्छ त्यहाँ पारीको भूभाग। यो चाहिँ नारायण नगरपालिकाको क्षेत्र अन्तर्गत पर्छ। यो वार्ड नम्बर कति हो सर? यसको थाहा छ? वार्ड नम्बर 5 होइन, वार्ड नम्बर 4। वार्ड नम्बर 4 मा अवस्थित छ यो। यहाँदेखि यो बाटोदेखि माथि गयो भने भैँसीगोरको मन्दिर छैन, यता कता छैन। यहाँ माथि जस्तो लाग्छ हो यो डाँडा माथि। बजार ग्रामीण बजार भए पनि यहाँ चाहिँ सबै किसिमका सामग्रीहरू पाउने हुँदाखेरि चाहिँ यहाँ पनि विशेष माथिको स्कुल पुराना घरहरू पनि यहाँ देख्न सकिन्छ भने सँगसँगै नयाँ घरहरू पनि बन्ने क्रममा छन्, बनेका पनि।